सुन्दर बस्ती दिनुवा गाउँ आज तपाईलाई देखाउँदैछु। यसरी गाउँको ठाउँको विभिन्न वन जङ्गल हरियाली बोट वृक्षहरूको भिडियो देखाउने क्रममा यो दिनुवा गाउँ तपाईलाई देखाउँदैछु। यो खोटाङ जिल्लामा पर्दछ। दिप्लुङ चिचुमा गाउँपालिका वडा नम्बर 4 को बतासे दिनुवा भन्ने ठाउँ हो। तल दिनुवा खेत हुँदै मास्तिर यो दिनुवाको बीच भागहरू तपाईलाई म देखाउँदैछु। कतिपय ठाउँ, कतिपय गाउँ, कतिपय मनोरञ्जन केन्द्रहरू तपाईले देखिनै सक्नु भएको छ। आज भने चाहिँ यो दिनुवा गाउँको बस्तीहरू तपाईलाई कसलाई थाहा छ? कतिपय त यहीँ जन्मिनु भएको, यहीँ हुर्किनु भएको पनि होला, कतिपय एकचोटि पुग्नु भएको होला। यो दृश्य आज देखाउँदैछु। यही गाउँ हो। धेरै जन्मेर धेरै ठाउँ पुग्नु भएकोहरू हुनुहुन्छ। यतापट्टि भण्डारी डाँडा स्कुलपट्टि अहिले चाहिँ ठुलो अरुण तेस्रोको पोलहरू बनिसकेका छन्। यताको दिनुवा गाउँहरूको बस्तीहरूको माथि मुसुरी डाँडाबाट हामीले खिचेका हौँ। यो बिस्तारै तपाईँलाई म देखाउँदै जाँदैछु माथितिरसम्म र मुसुरी डाँडाको सम्म पनि यो दृश्य देखाउनेछु। तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धेरै मान्छे यहीँ माथि भण्डारी डाँडा स्कुल यो मुसुरी डाँडा पुग्नु भएको होला, पढ्नु पाइनु भएको होला त्यही ठाउँ। र दिनुवाको यो बीचको भाग हुँदै सल्लेनी टोल हुँदै बिस्तारै खिच्दै माथि मुसुरी डाँडामा यो बतासे गाविसको चाहिँ सबभन्दा अग्लो डाँडाको रूपबाट चिनिन्छ। अहिले ओडाको रूपबाट यसलाई चिनिन्छ। यो बतासे ओडाको सबभन्दा ठुलो अग्लो स्थान पर्दछ। समुद्र सतहबाट लगभग 1500 मिटर माथि पर्दछ। यो दृश्य देखाइसकेपछि मैले तपाईलाई यो बोलपाको देखाएँ। मैले यो बोलपाको दृश्यहरू तलतिर यो 3 घरे टोल टार पुछार घरहरू पनि तपाईलाई म बिस्तारै देखाउँदै जाँदैछु। तल रामबहादुर दाइहरूको घर, त्यसपछि हाम्रो माइजूहरूको पञ्चनानाहरूको घरहरू अहिले त्यो मेटिसको, अहिले छैन। चतुर्मान भुजेल हरि सरहरू हुनुहुन्छ, उहाँहरूको घरहरू हुँदै पुछार घरदेखि मुनितिरदेखि धेरै घरहरू अहिले सकिँदै गए। बोलपामा 19 घर अहिले रित्तिएका छन्। यताबाट मैले भन्ज्याङ हुँदै देखाएँ। यो भन्ज्याङदेखि हुँदै गैरीदेखि अब यतापट्टि चाहिँ अब भन्ज्याङ ठुल्दाईको घरहरू देखाएँ। अब मेरो घर चाहिँ यहाँ पर मेरो घर देखाउँछु। यो घरमा चाहिँ यता खालीहरू छ, जग्गाहरू धेरै गहिरा बारी बाटो छ। यो तलतिर बाटो बनाइएको बाटो छ। यो बाटोको हुँदै मेरो घर देखाउँदैछु म। यो चाहिँ मेरो घर हो। म यहीँ बस्छु, यहीँबाट भिडियोहरू बनाउँछु, यहीँबाट खेती किसानहरू गर्छु। सुन्तला रोपेको छु, आँप रोपेको छु, धेरै फलफुलहरू रोपेको छ। यो घर तपाईँलाई तल्लो घर हाम्रो सरेश राई सरोजहरूको मान्छेको दाइहरूको घर हो। परतिर चिप्रुङ्गे बारीतिर त सबै बाँझिएका छन् जमिनहरू, त्यस कारणले त्यो त धेरै देखाइन मैले। अब यो दिनुवाको माथि पुरी डाँडाबाट लिएको यो दृश्य हो। अब यो दिनुवाको दृश्यहरू मास्तिर पुरी डाँडाबाट यसरी हेर्दै यता पाटा र यता 2टा पाटा छ। र यो बिस्तारै देखाउँदैछु। र नवराज राईहरूको घर, अमर दाईहरूको, गङ्गाराम दाईहरूको घर हुँदै यो डाँडालाई हामीले एकचोटि चाहिँ मनोरञ्जन केन्द्रको रूपबाट विकास गर्नुपर्छ भनेर सोच पनि गरेका थियौँ। तर कृषिजन्य बालीनाली भएको कारणले गर्दा त्यति धेरै हतार गरिएनौँ। यो गाउँ सुन्दर बस्तीको बारेमा तपाईँलाई देखाएँ। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। अब भने हामी तपाईँहरूबाट छुट्टिन्छौँ। हवस् त, नमस्कार।